ल है साथीहरू स्वागत छ नयाँ भ्लगमा। आज अब घुम्न हिँड्यो हामी। म अनिस मुकेश जानला छौँ लेग्निका भन्ने सिटी। मुर्दारहरूले ताइ न तु सुतिरहेको मान्छेलाई फोन गरेर उठ 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 भनेर घुम्न जाने भनेर अन्न धुन्न प्लान बनाउँछन्। सो अहिले चाहिँ अब हामी जानु लाग्यो। मैले चाहिँ उतानिर पुलमा भेट्ने भनेको छौँ। त्यहाँ भेटेर अनि ट्रेन स्टेसन गएर अनि लेग्निका भन्ने सिटी देखाउँछौँ आज है त। ल आजको भ्लग स्टार्ट भयो। ल थ्याङ्क यू। आए दुईजना चुतियाहरू। यो फेरि के हो, न घाम न केही चस्मा चस्मा ढल्काएर हामीलाई त के हो। अनि मुड तिम्रो ब्याउनी भछौ कि क्या, मुड स्विङ हुन्छ कि क्या? अन्न धुन टाइममा यिनको त घुम्न जाने प्लान हुन्छ त। त्यत्रो त्यो बिदाको बेला चाहिँ यो नयाँ ज्याकेट लाउनलाई नै होला कि केटो छटपट भएर अस्ति नै किन त थिइनस् होला। यो थिएन है। अनि हामीले सब मैले त लाउनु नै पाएन त्यो मुनि यो वेदर हेरेर होइन। कहाँ यस्तो वेदरमा त्यस्तो राम्रो ज्याकेट लगाउनु भनेर प्यान्ट पनि किनेको थिएँ यार उहाँ यार। ल ठिक छ। ल लेग्निका ओ बिस्तारै गयो नि हुन्छ कि 51मा छ ट्रेन। जारीको त अनि 12:51 होइन जारी चाहिँ 2 घन्टा 10। अनि अहिले मलाई 10 बजे 11 बजिसक्यो। अनि ल हामी लाग्यो। हेन्सम बनेर हिँडेछ केटाहरू। ल म त ड्युटी नै जस्तो ब्याग चाहिँ किन बोकेको भने मुकेशले डेन्जर किनिदिन्छु आज सामान भन्ने मलाई पहिल्यै थाहा छ है। उसँग गएपछि फेरि नकिनिदिनु छँदै छैन कि यस्तो त्यो साथीभाइहरूलाई त फेरि यताउता होइन। यो सब यस्तो यो सब यिनकै कृपा हो। गरिबहरू लगाओ भनेर कृपा यता मात्रै हो र के को मलाई छैन। यो किन नेपाल गएको त यहीँ बस्नु पर्थ्यो त। अनि यी हेर यहाँ कस्तो राम्रो चटक्क परेको मलाई किनिदिएको यिनले। आज त पुमाको किनिदिन्छु भने पुमाको होइन प्लेन किन्न अनि त्यसपछि गन्जीको लोगोमा हानिदिइहाल्छु नि यहाँनिर। ब्रान्डेड हो गन्जीको लोगो होइन त गाइस। ल अब आज के किन्छ होइन के किनिदिन्छन् हामी पुरै देखाउँछौँ सपिङ तपाईँहरूलाई आज है गाइज। कपाल काटेर जान्छस् कि यहाँ होइन अन्त पनि हुन्छ नि कपाल त्यहाँ मात्र हुन्छ कस्तो कुरा त्यो सब चिटिक्क हो। ल ल ल ल यिनीहरू हेर रेल केपी बाले ल्याएको रेल चढेर हिँडेन। अब पालुङटार गएर झर्ने त होला नि। ल हामी पालुङटार त प्रचण्डको पालुङटार झर्छौँ अब हामी यहाँबाट। केपी बाको रेल प्रचण्डले पनि प्रचण्डको त मेट्रो हो यो मलाई मेट्रो भनेर लगाइदिएर यार मैले टिकटकमा भिडियो हालेको थिएँ होइन। नेपालमा बस्नेहरूले क्या फेरि रेल होइन ट्रेन होइन मेट्रो हो भन्छ। ए भगवान्। ल है साथीभाइहरू हामी त यो लेग्निका भन्ने सिटीमा आएर पनि आकाशे पुलमा चढिसक्यौँ। उयो पनि एउटा उसै हो त्यहाँ पनि गयो भने ल हेर केटा हो यहाँबाट माथि राम्रो देखिया। अनि त्यस्तो सानो सिटी जाने भन्दै थियौ तिमी, मैले लिएर आएको यिनलाई तानेर यता अलिक ठुलो सिटी। सो अब हामी यो सिटी घुम्दैछौँ जाँदैछौँ। कस्तो छ त नि अब हेरौँ। पहिला हामी सपिङ मल जान्छौँ। ओइ मलाई त यस्तो भोक लाग्यो मलाई तिमीहरूले पो खाएर हिँड्यो त मैले त केही खाएँ। के बोलिस के खुवाउने हो? केरा चक्लेट खान्छ भनेपछि अब खाने त यार अब यार टक्क लाएर अब मुकेशले के खुवाउँछ नि त अब आज। कस्तो 2 प्लेट चाउमिन हो र अब यहाँ छ कि छैन र नेपाली मार्केट? नेपाली मार्केट ए भन्नाले के अरे नेपाली होटेल रेस्टुरेन्ट त ड्याममै मोमो खाइन्छ नि फेरि मुखमा घाउ खाएर। यहाँ मेरो त सपिङ मल खोजिरहेको नि मेरोमा अहिले। यो मेरो मुखमा घाउ खा कि फेरि खाना मिलाएन तर खान्छु नि म होइन खान्छु नि म जस्तै गाह्रो भयो नि स्ट्रगल गरेर खान्छु भएन। ल है साथीभाइहरू यहाँ अगाडि हेर्नुहोस् यो ठुलै छ तर सानो देखियो क्या यो फोनमा चाहिँ। एउटा फोन पनि किन्दै हुन्थ्यो मलाई आइफोन किन्दै एउटा। खै देखाइदिए ल देखाइदिए।
साला आइफोन बोकेर अहिले त मलाई त गन्नै छोड्यो यार यिनीहरूले यार के भयो यार गरिब भयो भने यस्तो हुँदो रहेछ साथीहरूले पनि साथ छोड्छ भन्थ्यो हो रहेछ पैसै रहेछ साथीभाइहरू सबै जे त भने पैसै रहेछ ल है त्यो अहिले टाढाबाट देखेको चिज यही हो नजिकबाट कति ठुलो रहेछ अब हामी जान्छौँ कि यो सपिङ मल त्यहीँ रहेछ त उडोका ऊ ग्यालेरिया पास्टो भन्ने यता होइन सिधै हिँड्ने यता मुझे कता दौडियो ए त्यतैबाट रहेछ खासमा जाने त त्यहीँबाट जाउँ के गर्ने त्यहाँ छ कि छैन होला देउरा क्रसिङ नभए पनि चलिदिउँ ल हामी त यहीँको रैथाने हो बालै भएन ए यहाँबाट फोटो खिच्ने ठाउँ रहेछ नि त यताबाट टक्क यता तर खै एन्टी लाइट पर्दैन क्या हो कता खायो घामै छैन घाम त उसलाई घन्टीले सबै सोत्तर पारिदियो जस्तो हो त घामै छैन त ल के भन्ने रे भाइ त्यसलाई भन् फेरि तैँले भर्खर किन यसलाई यो खुट्टा हटा भन्ने रे यो सारा बोका भएको अझ नाटक गर्छ गाई हामीले कपडा यो अलिक सानो रहेछ क्या हामीलाई अलिक ठुलो चाहियो क्या हामी धेरै सपिङ गर्ने मान्छे अनि सानोतिर पुगेन क्या हामीलाई अब जुत्तातिर जानु लाग्यो फेरि केटाहरू ट्याक्क लाएर ज्याकेट पाइएन यहाँ छिर्ने हो छेउ केही छैन यहाँबाट माथि त आकाश हो मुला त्यसै आएको गरेको त केही रहेनछ क्या यहाँ बन्दै गर्थ्यो यहाँ त्यो बरु त्यहीँ बसेर आइएन लिफ्ट चढ एकछिन भने लिफ्टको मजा लि केटा के रहेछ भने माथि आएकोमा त्यहाँ कतापट्टिबाट हो त थियो त यार त्यो यस्तो खेल्ने चिजहरूको थियो क्या माथि त्यसै माथि आइयो यार त्यो अहिलेको बच्चा र उसको यिनीहरू पनि झुक्केर आएको हेर यिनीहरूलाई पनि थाहा छैन अनि चाहिँ यिनीहरू पनि झुक्केर आयो क्या ए तेरो लागि चाहिँ हो यो यो जुत्ता त अनि यतिले लगाएर हिँड्ने हो कि क्या हो ओ जुत्ता हेर न यहाँ कत्रो हुँदैन यार ल है यो चाहिँ टक्क युरोपियन स्टाइलको कलर कता हो म्याप हेर अब हामी केही भतेर खान जान्छौँ इन्डियन रेस्टुरेन्टमा ल है ल हिँड्दैछौँ है पोल्यान्डको लेग्निका सिटीमा गएको एउटा इन्डियन रेस्टुरेन्टमा गाई एउटै रहेछ यो सिटीमा इन्डियन रेस्टुरेन्ट नेपाली रहन्छ गएको आधी घन्टा वेट गर्नुपर्छ अरे बिरयानी सिरयानी फेरि धेरै आइटम नै नै हट उठाउँ भनेर अब हामी पुरा ड्राइगन भन्ने चाइनिज हो कि थाई हो त्यहीमा जाँदैछौँ गएर खान्छौँ हामी ओल्ड टाउन यतै रहेछ यार घुम्नु पर्ने ठाउँहरू त अहिले आउनुपर्छ है बाटो हेर्दै गर ओहो खानेकुरो ठाउँ त यता नि थियो होला यार रेस्टुरेन्ट हामी जानुपर्ने त्यता होइन नि राजा खाने ठाउँ त यताबाट यसरी जानुपर्छ केएफसी त त्यहीँ भित्र थियो नि अनि केएफसीहरू त गरिबले खान्छ अरे नि त यता विदेशतिर त्यही भएर हामीलाई अलिक मिलेन भनेर होला ल है यो त राम्रो छ त ठाउँ त एकछिन खानै बिर्सेर फोटो आन हेर मेरो मोबाइलबाट चाहिँ कस्तो अन्धकार आउँछ यार यिनीहरूको आइफोनबाट खिच्दा यही सिन यस्तो उज्यालो चम्किलो ओ खिच्दैन यो जल्टेको नखिच्ने भयो ए ल अब खिच्दैन खिच्दै है नभए खै यताले म खिचिदिन्छु होइन यहाँ फोटो यसलाई के लक हान 70 नै किन मुजी त्यो 15 ले हान्नु ओइ मुजी कति मिनेट सेकेन्ड गइसक्यो ल किसिमले हार्दै ल यता हेर न हेर पहिला हेर त मोरा बल्ल थाहा पायो अनि मोबाइल नि हेर न यहाँ तिनवटा आँखा हो नि त नि तिनटै आँखा छ दाइको के गाउँ छ लाउडेको हेर आमा हो कि बोक्सी हो नि ल हामी ओल्ड टाउनमा हिँड्दैछौँ टक्क लगाएर अब के खान जाउँ भनेको मा फोटो खिच्दा भिडियो खिच्दै हामी चाहिँ हाम्रो टाइमै गएको थाहा पाउँदैन रहेछ मा 3 बज्न आँटिसक्यो बिहानदेखि केही हाने खाने यार यिनीहरूले त हसुरेर आएर रहेछ त्यही भएर त तिनी हिँडे खान
आफू मलाई भोको खोइ अनि पापीहरू दुईजनामा सर खोइ मोमो कहाँ मोमो देख्यौ तिमीले ओइ यो बेला बेलामा यिनको नि तार छुट्टिन्छ त दिमागको बल्ल राम्रो ठाउँ आयो घुम्ने जस्तो ठाउँ माटोक्ने ड्राइगन भन्नेमा आएको रिजर्भेसन गराउनु पर्छ अरे 3 घन्टा लाग्छ अरे अब यहाँबाट खाने ओइ हिँड त्यो उयो ग्यालेरियामा त्यहाँ माथि गएर खाने अब किन कस्तो हिँड्न त किन तँलाई के कुराले चित्त बुझेन भन्दा कस्तो कुराहरू होला अनि के म खाने त नखाने हुन्छ मुझे त्यहाँ गएर गर्ने के हो भने प्लेट बोक्ने सेम बिहेमा खान्छ नि अनि बफे टोक्ने यार कहीँ खाना पाइएन यार यो त के हो खानै नपाउने सिटी रहेछ यार कहाँ खाता जाउँ जबका अब लास्ट टाइममा केएफसीलाई मैले गरिबले खाने भने जापकामा परियो लास्ट टाइम यार माल सामान कस्तो त 3 घन्टा लाग्ने रे मा रिजर्भेसन यता मुला मान्छे आउँदा पनि छैन यार खानेकुरा यार जापका त कति देखेको फेरि अब अहिले कता ल यार दादाले फेरि यस्तो खान्छ नि फेरि यो है जुस बच्चाले खाने ल लास्टमा यस्तोमा पऱ्यौँ हामी जान त हामी सबै स्ट्यान्डर्ड रेस्टुरेन्ट गयौँ सब प्याक रहेछ के गर्नु राख्न गरिबी गएर यहाँ त्यो पैसा तिरेर खान्छु भन्दा नि गाह्रो यार यता त यार त्यो रेस्टुरेन्टहरू कुनै रेस्टुरेन्टमा छिर्यो होइन खाली हुन्छ खाने कुरै गतिलो हुँदैन क्या फेरि त्यहाँ हामीलाई टेस्ट लाग्ने किन खोइ बानी नपर हो कि न मुला नुन लागेको हुन्छ न खुर्सानी लागेको हुन्छ न मसला हाल्छन् यो चाहिँ एउटा पार्क छ अहिले अब हामी यहाँ पार्कमा बसेर खाइरहौँ के हो बाबुलाई जाडो भएको बाबुलाई जाडो भयो कपडा सपडा लगाइदिएको त नि मस्तले ल है हामी अब यसो अझै हिँड्दैछौँ सपिङ के हुन्छ तपाईँहरूलाई हामीले यो सिटी देखाइरहेछौँ कस्तो लागिरहेछ तपाईँहरूलाई साथीभाइहरू कमेन्ट गर्नु होला झ्याप्की झ्याप लाएर यो केही यो जाडो महिनामा चाहिँ घुम्ने चाहिँ राम्रो कुरो होइन कि नहेर्नु नि यहाँ रुखको यो सब भुत्ला सुत्ला सब उडेखा खक्रक्क यस्तो फेरि पात पलाउँछ फेरि गर्मी भएपछि यो यस्ता मलाई यो जाडो महिनामा घुम्न चाहिँ लास्टै नै झ्याउ लाग्दो नै हो कि न हात निकाल्न मिल्छ अहिले त अलिअलि तातो हुन थाल्यो अलि 1-2 हप्ता अगाडि त डेन्जर जाडो थियो यता गएर यहाँ धुम्रपान मादर चुतहरू ल ला त ल सुत त त्यहाँ यस्तो यस्तो चिज हुन्छ सुत त खोइ म सुत्छु म मात्र सुत्छु भने यस्तो है चिजहरू यो अनि विदेश होइन त नि यो टक्क रिल्याक्समा अलि दाइज नि ठ्याक्क खुट्टा फेरि यो तिमीहरूले फेरि अर्कै चिज बुझ्ला यसरी त्यस्तो होइन नि माम पाखा त्यो फटा दिमाग त्यस्तो पनि हुन्छ है किन यही त हो नि कस्तो मैले पार्कमा बेलुका गएर अनि होइन यो अलि सानो भयो तँ तल गर्न नआएर हो त मैले कस्तो मैले ल हेर त्यहाँ पर्न म आउँदो रहेछ त्यो ढाड त कस्तो दामी हुँदो रहेछ यस्तै फाटिनु पऱ्यो यार कि यो तलबाट यस्तो टक्क लगाएर होइन सिरानी नचाहिने यस्तो यस्तो हुन्छ है विदेशमा नेपालमा मामपाखाहरूले हेर पुरै खाटै खाट छ यार बाटैभरि खाट के गर्दा हुन्छ मुला पागल खोला हेर न मुला नेपालको नदी त्यो के अरे नहर जस्तो पुल चाहिँ हेर नि त्यहाँ फेरि पुल आम्मा सिग्नेचर पुल हाल्छ
भित्र रहेछ कि किन अनि यस्तो यस्तो तरिकामा त नि बिजोग त्यहाँ हाल्ने ज्याकेट झोलामा हाल्ने र हो आइतेराम झोलामा झोला खोला ल यिनी डुलिरहने यत्तिकै टुक्ला हुन्छ गाडा खोल फेरि यो त फेरि मेरैमा बस्छ नि थाहा होला नि तेरो घरसम्म माटो ल अब ब्यागै तेरो नाममा ल ल हाल 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 मजिलो बोक भन्छ त नि आज बोक्दिन रे माटोकै भक्का हान्छ खै देखाइदिएन गजिनी तेरो टाउको यस्तो गर्न बेलामा दिमाग सम्किन्छ त्यही भएर जस्तो लाग्यो भयो तेरो यो सानोमा यो चिरपट बन्चरोले गुन्जने टाउकोमा टाँसेछ त्यो बेला बेलामा यसको फुस्किरा हुन्छ क्या त्यही कारण जस्तो लाग्यो ल त्यो किन त्यताको यताबाट निस्किने अब यहाँबाट यस्तो छ त्यता नि ए ल जाउँ त्यो कतिको अग्लो दिदी यार ल ल पहिलो हालिदिनु त यो चाहिँ हल्लुको अरे राजा तेरो मोबाइलमा देखाएर नोटिफिकेसन ल हाम्रो अर्डर आउँदैछ है गाइज प्याकिङ गरेर लिएर जाने हो अब कि बार बालेन सरकार जहाँ पनि होला भनेपछि कफी समातेर हिँड्ने हो नि त यो तल दाब्दैन केटा तल हो कि यो दाब्ने माथि आएर दुईटा हात मुजी कहाँ त मेरो हात हो देखो मेरो बरु अलिअलि गुलियो भएछ 3टा हालेको नि त मैले त 4वटा चाहिँ चाहिने रहेछ कि यसमा कस्तो छ अनि सर सुप हुनुपर्ने चिकन सुप म्याकडोनाल्डमा गएर चिकन सुप तँलाई डाम्ना यो त अघि नैको ठाउँ आइपुग्यो क्या हामी त ओ अघि नै खाएको ठाउँतिर आयो त हामी त स्टेसन त यहीँबाट यता दाहिने ल 6 बज्यो हाम्रो कति बज्यो यो पागल आयो फेरि अगाडि रन्डिकमा झन्डै म चिप्लेको यार यसले धरि मैले म्याकडोनाल्डको फ्राइज खाँदै हिँडेको खाँदै यार हामी त म्याकडोनाल्ड नभन्दा गरिबले खाने चिज हो कि गरिबले खाने चिज रहेछ मुजी भन्दै थिएँ त मैले ल हेर कस्तो राम्रो छ म्यानेजमेन्ट टक्क सिटी ल साथीभाइहरू अब चाहिँ भ्लग एन्ड गर्नु पऱ्यो रात पनि पऱ्यो अब हामी भनेको यहाँबाट फर्किने मात्र काम हो थ्याङ्क यू सो मच हेर्नु भएकोमा हामी अब एउटा बस स्टपमा बसेर कफी हान्दैछौँ कफी हानेर अब टक्क स्टेसन यहाँबाट अलिकति नजिक अगाडि छ केटाहरू यस्तो तालमा छ एकजना यतापट्टि अलिकति देखाउन नमिल्ने ठाउँमा सो त्यही हो ल धन्यवाद अर्को भ्लगमा भेटौँला है त